युट्युब च्यानल सबैजनालाई शिवानी नमस्ते। आज फेरि पनि तपाईँहरूको अगाडि आइपुगेको छु। म आज चाहिँ दाजुहरूलाई लिएर गगुने जाँदैछु। अगाडि छोटु दा छ, इन्द्रु दा, प्रतीक दा। आइ प्रतीक दा, आइ इन्द्रु, आइ छोटु दा। पुरा थाकिसक्यो बिचाराले, सबैले हेप्छ हो गाइस। गगुने चाहिँ जङ्गलमा छ है, यति साह्रो क्याम्पिङ जान्छ केटाहरू प्रायः जस्तो है गाइस। हेर्नुहोस् गाइस, यस्तो छ है हरियालीहरू। हेर्नुहोस् गाइस, गगुने जाँदैछौँ। म एकताल गएको पहिला, त्यहाँ एकैताल गएको, त्यहाँ बेसी गएको छुइनँ हो। तपाईँ यो गगुने भन्ने चाहिँ यो चाहिँ रङ्गुपट्टि पर्छ है। यहाँ चाहिँ अहिले यो सिजनमा आयो भने चाहिँ तपाईँहरूलाई प्रायः जस्तो जुगा पुरा भेट्छ। सो जुगाको दबाई लिएर आउनु सक्नुहुनेछ। क्याम्प लिएर आउनु सक्नुहुन्छ। क्याम्पिङ दामी छ, क्वार्टर छ फरेस्ट डिपार्टमेन्टको। हामी चाहिँ जाँदैछौँ फरेस्ट डिपार्टमेन्टको छोटु दासँग। अहिले भने चाहिँ निकै टाढो हो यताबाट है, तर पनि हामी जाँदैछौँ। बेगमा के बोकेको छ त्यो पनि थाहा छैन मलाई। सो गाइस, जाँदैछौँ हामी। बडा हजुर चिलाउनेबाट दाहरू आएको थियो कि। ए हो डुलाउँदै आएको छैन अरे नि त गगुने क्याम्पिङहरू छ। छुट्टी भयो आज हजुर कहाँ म हिजो नि कहिले आएको। ए हो लु हुन्छ बडा। हो छोटु दा, सबै चिन्छ गाउँकै माथि। जाँदैछ जन्मस्थानीय हो अब। हेर्नुहोस् गाइस, यो चाहिँ हो क्विनेनको बोट। यो क्विनेन हो, यसको बोक्रा फुटाएर प्यारेस्टिमो किन हुँदा के हुन्छ अब ड्युटी छोडेर यता आएको छ नि त। जाँदैछौँ हामी। प्रतीक दा चाहिँ पुरा जोसिरहेको छ हो। म चाहिँ साइको लाग्दैछ, जुगा लागेको जस्तो है जिउमा। यो तल खोला छ, यता खोला तल छोटु दा खोला छ नि यहाँ तल। खोला पार भयो हामी जाँदैछौँ। यहाँदेखि कति टाढा अब यहाँदेखि? गएर काट्नु त काट्दैन होला नि, हामीलाई काटेर मासु नखोस्। सो गाइस, आज भेटौँ गाइस। जाँदैछौँ हामी, निकै माथि आइपुग्यो है। नगर न हौ। तिमी भेट्या ब्ल्याक कमेन्ट जस्तो देखेको क्या हल्लो लगाएर निस्किन्छ देखाउने बिहान। छोटु दा अब कति टाढो? 10 मिनट हेरे हो केटा, अब 10 मिनट हेरे। लु हिँड अगाडि त्यसो लु कुदा।
आज तो कैंप है कि नहीं कैंप अथी वो मतलब कैंपिंग करे है कि नहीं थोड़ा ही सकते हैं ना डेट तो लगाए दो ये भोलि के भयो गगुने आइपुग्यो भन्छ छोटु दाले तर आउँदैन गाइस कहाँ हो थाहै छैन हिँडेको छौ जाँदै गएको छौ कराउनु चाहिँ कराउँदैछ के कराउँदैछ साईको हुँदैछ अब चाहिँ हामी आइपुग्नु आँट्यो होला मलाई पनि त्यस्तै लाग्यो जाँदैछौँ हामी पहिला त यहाँ रोड पो थियो क्या रोडहरू जस्तो छ नि इन्द्रो मैले भनेको थिएँ नि इन्द्रो तिमीलाई अफ रोडिङ दामी हुन्छ भनेर बाइकहरू ल्यायो भने दामी हुन्छ अफ रोडिङ हो हेर न बाटो मात्रै हेर न त्यहाँ म हेब्बी छ त अन्त यस्तो मात्रै गर्छ त किन चाहिँ हुँदैन सबै हुन्छ एउटा कुरा भनिदिउँ इन्द्र म गुहरू हुन्छ नि जनावरको गु त्यसो छापहरू हेर्दै होइन देख्छौ तिमीले अशुभ अशुभ बोल है शुभ शुभ बोल है गाइस सत्तु भइसक्यो गाइस कहिले पुग्ने पसिना चुइसक्यो मेरो चाहिँ गगुने आइपुगेको छैन यहाँ माथि भन्छ यहाँ चाहिँ आइपुग्यो गाइस हामी यहाँ चाहिँ आइपुग्यो यताबाट आएको हामी चाहिँ जानुपर्ने उकालो इन्द्रु थाक्यो इन्द्रु तिमी थाकेको छैनौ सिक्स प्याक्स हेर नि इन्द्रुको कता छ कता दामी दामी तिमीले अझै उयो गर्नुपर्ने छ स्ट्रगल गर्नुपर्ने छ यसको लागि आर्मीमा लाग्छ कि इन्द्र त आर्मीमा लाग्छ कि कुदेको हिसाबमा त हत्तु भइसक्यो त हौ सोध न तिम्रो मेडिकल फिस अघि देवदा जस्तो देवदाले के पो गरेको भन्यो ओटिएको भनेको चाहिँ के गर्छ त्यसले चाहिँ आर्मी अफिसर होइन सबसे ठुलो होइन सबसे ठुलो होइन अफिसर ओटिए भनेपछि ठुलो अफिसर मतलब आस्ते आस्ते त्यो बढ्छ र्याङ्क त्यो सबसे ठुलो त्यही हो नि त होइन म चाहिँ सिजिएल गर्छु सिजिएल मतलब जिएसटी इन्सपेक्टर
जसले दारू सारू त्यो के गर्छ नि त्यसको जिएसटी इन्सपेक्टर यसमा 3 स्टार हुन्छ अनि जिएसटी इन्सपेक्टर यहाँ नभए एक्साइज इन्सपेक्टर त्यो चाहिँ एक्साइज इन्सपेक्टर चाहिँ त्यो दारू सारू हुन्छ नि सब्जी जहाँ त्यो दादाले गर्छ नि त्यहाँ रेट मार्छ अनि जिएसटी इन्सपेक्टर चाहिँ त्यहाँ केमा दाबाहरू हुन्छ नि त्यसलाई पक्रिन्छ सिएजिएलमा ओटिएको भनेपछि त्यो चाहिँ ओटिए चाहिँ आर्मी अफिसर आर्मी अफिसर एनडिए पनि आर्मी अफिसर 12 पास 12 पास तर मेरो ग्रेजुएसन चाहिँ जुगा लागेको जस्तो लाग्यो कि सानोबाट लागेको बच्चा हो सो गाइस फाइनली हामी चाहिँ अब आइते पुग्यो खुल्ला छ जग्गा तर कहाँ आइपुग्यो गोस खाइके स्न्याक के हेर्नु हेर्नुहोस् गाइस के हान्नु गकुने आइपुग्यो सो गाइस फाइनली हामी चाहिँ आइपुग्यो गकुने क्यान्टिन आइपुग्यो दाको आइपुग्यो गाइस हामी चाहिँ फाइनली यो चाहिँ फरेस्ट डिपार्टमेन्टको क्वार्टर गाइस फाइनली आइपुग्यो हामी हटाउ न जुगा लागेर मान्छे यहाँ बिजोक भइसक्यो मलाई टोकेको जुगाले होस् नि ए जुगा पुरा लाग्दैछ मेरोमा लागिरहेछ जल्दी कुद भाइ यहाँ आइपुग्यो हामी चाहिँ फाइनली छुट्टाको क्वार्टर हेर्नुहोस् गाई के हो यस्तो छ गाई सिन्दामी छ गाई सो गाइस अहिले भेटौँ बाई आज चाहिँ सौता पनि आएको छ मेरो भाइचुङ साथीको चाहिँ दाजु हेर्नुहोस् गाइस बाजे बाजे आपा यो यहाँ चाहिँ कतिवटा घर छ कतिवटा छ घर टोटल चारवटा छ ए क्याम्पिङ गर्ने ठाउँ तपाईँहरू आउनु सक्नुहुनेछ क्याम्पिङ गर्ने ठाउँ हेर्नुहोस् ओ गाइस तपाईँहरूलाई म त्यसै देखाउँदिनँ है यो चाहिँ साँच्चीको हो दामी छ गाइस हेर्नुहोस् क्याम्पिङ गर्ने ठाउँ यही हो दामी छ सिन तपाईँहरू भिजिट गर्नु सक्नुहुनेछ गाइस मेरो युट्युब च्यानलमा तपाईँहरूले देख्नुहुने सक्नुहुनेछ तपाईँलाई मलाई मन पऱ्यो भने सब्सक्राइब गरिदिनुहोस् अनि कमेन्ट गरिदिनुहोस् गाइसहरू क्याम्पिङ तपाईँले भिजिट गर्नुहुनेछ जहाँ पनि होस् जेसुकै होस् क्याम्पिङ गर्नु सक्नुहुनेछ गाइस हेर्नुहोस् इन्द्रजित तिमीलाई कस्तो लाग्यो भनिदेऊ तिमीलाई कस्तो लाग्यो भनिदेऊ एकदम दामी आफ्नो शुद्ध भाषामा हाम्रो नेपाली शुद्ध भाषामा भनिदेऊ कस्तो लाग्यो इन्द्रजित भनिदेऊ के शब्द भनिदेऊ कस्तो लाग्यो तिमीलाई कस्तो लाग्यो हामी कहाँबाट आयो कति टाढो कहाँबाट आएको तिमीहरू सबै तिमीले इन्ट्रोड्युस देऊ न तिम्रो साथीहरूले अब यहाँ तिम्रो साथीहरूले हेऱ्यो भने के भन्न चाहन्छौ यो यहाँ आउनु एकपल्ट दामी छ तिम्रो साथीहरूलाई के भन्न चाहन्छौ तिमी यहाँ आउनु चाहन्छौ कि बोलेर आउँछु मेरो साथीहरूलाई कस्तो लाग्यो तिमीलाई एकदम दामी दामी छ है डेन्जर छ यहाँ चाहिँ गाइस होमस्टे पनि बनाउँदैछ है होमस्टे पनि बनाउँछ तपाईँहरू यहाँ अब बुक पनि गर्नु सक्नुहुन्छ एक त यो तपाईँहरूको लागि यहाँ क्याम्पिङ पनि छ क्याम्प पनि छ है यहाँ चाहिँ हाम्रो दाजु चिलाउनेकै बासिन्दा हो है गाइस उसले चाहिँ लिएर आएको है गाइस कस्तो लाग्यो दा
दामी लाग्यो दामी दामी छ है। तपाईँ कति वर्षसम्म गर्नुभयो यहाँ बस्नुभएको छ? म 6 वर्ष 6 वर्ष भयो। अनि दाले देखिरहनु भएको छ। दालाई त सिकाउनेको बासिन्दा हो तर पनि मलाई दामी लाग्यो है। गाउँ दामी छ, एकदम दामी छ। क्याम्पिङ पनि दामी छ है गाइस। यो चाहिँ होमस्टे भर्खर बनाउँदै गरेको होमस्टेहरू गाइस। हेर्नुहोस् गाइस, होमस्टे हो यो चाहिँ है। होमस्टे हो गाइस। गीत पनि दामी चल्दैछ। कुहिरो कुहिरो दामी छ, ओके छ। इन्द्रजितको पनि दामी फोटो निस्किन्छ गाइस। यता हेर। इन्द्रजित यता हेर। दामी छ, ओके छ। सो गाइस गर्दा नि आइपुग्यो है। सो गाइस फाइनली हामी चाहिँ गगुनी आइपुग्यो। आज चाहिँ है गाइस क्याम्पिङ पनि दामी छ। तपाईँहरू जो पनि लिएर आउनुहुन्छ, तपाईँको फ्यामिलीदेखि लिएर सबै लिएर आउनु सक्नुहुन्छ गाइस। हेर्नुहोस् गाइस, वेलकम छ, तपाईँलाई स्वागत छ। होमस्टे बनिँदैछ, दामी छ है गाइस। होमस्टे पनि बनिँदैछ, तपाईँले बुक गर्नु सक्नुहुनेछ। सो गाइस क्याम्पिङ पनि छ, तपाईँले सबै लिएर आउनु सक्नुहुन्छ। सो गाइस अहिले भेटौँ गाइस। सो गाइस बाई। फाइनली हामी चाहिँ गगुनीबाट खानासाना खाएर दाजुभाइ भेट भएर हामी चाहिँ निस्क्यौँ। अहिले भने चाहिँ हामी घरतर्फ जाँदैछौँ। मैले चाहिँ गाइस हेर्नुहोस् गाइस, यो पनि लिएर आएँ पालाङ्गी साग है बाजेकोबाट। हेर्नुहोस् गाइस चाहिँ के भयो गाइस मलाई थाहा छैन है। इन्द्रु लेके आज गाइस हामी चाहिँ जाँदैछौँ। हेर्नुहोस् गाइस अहिले चाहिँ हामी त्यही बाटो फर्केर फेरि जाँदैछौँ। बाइक तल राखेको छौँ है गाइस। जाँदैछौँ हामी चाहिँ अहिले फेरि। हामी जाँदैछौँ गाइस। यस बाटो चाहिँ यो ओह्रालो जानुपर्छ, यस्तो तल भएर जाँदैछौँ। केटाहरू आउँदैछ, केटाहरू साथी प्रतीकदा माथि छ। सो गाइस attention 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 Industry attention